यो आइपिओ भर्नको लागि 41,040 रुपैयाँ चाहिने भयो। कुन कम्पनीको आइपिओ, कहिलेदेखि हामीले भर्न मिल्नेछ र यो आइपिओ भर्ने कि नभर्ने त घाटा हुन्छ कि नाफा हुन्छ लगायतका सम्पूर्ण कुराहरूको बारेमा तपाईहरुलाई यो भिडियोमा जानकारी दिनेछु। आइपिओ खुलाउने कम्पनी रहेको छ रिलायन्स स्पिनिङ मिल्स लिमिटेड। नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई टोटल 11,55,960 किता शेयर निष्कासन गर्ने अनुमति दिएको थियो र प्रति किताको मूल्य चाहिँ 820.80 रुपैयाँ रहेको छ र यसमा चाहिँ मिनिमम हामीले 50 किता भर्नुपर्ने हुन्छ किनभने यो आइपिओ चाहिँ बुक बिल्डिङ मेथडबाट खुलाएको हो। त्यसैले हामीले 50 किता मिनिमम भर्नै पर्ने हुन्छ र 820.80 रुपैयाँ प्रति किताको दरले 50 किता भर्नको लागि चाहिँ 41,040 रुपैयाँ चाहिँ चाहिनेछ र यसको इस्यु म्यानेजर चाहिँ ग्लोबल आइएमई क्यापिटललाई राखिएको छ र सुरुमा चाहिँ पहिलो चरणको आइपिओ खुला हुनेछ। पहिलो चरणको आइपिओ खुल्ने मिति पनि सार्वजनिक गरिसकेको छ। कहिलेदेखि खुल्दैछ भने यही आउँदो मङ्सिर 22 गतेदेखि 25 गतेसम्मको लागि वैदेशिक रोजगारमा रहेको नेपालीहरूले चाहिँ यो आइपिओमा आवेदन दिन सक्नेछ र कम्पनीले वैदेशिक कोटाको लागि चाहिँ टोटल किताबाट 10% अर्थात् 1,15,596 किता शेयर खुलाउनेछ र प्रति किताको मूल्य चाहिँ त्यही नै रहेको छ 820.80 रुपैयाँ र मिनिमम 50 किता चाहिँ भर्नै पर्ने हुन्छ र 50 किता भर्नको लागि चाहिँ त्यही हो 41,040 रुपैयाँ चाहिँ चाहिनेछ र अब छिटै नै यही मङ्सिर 22 गतेदेखि यो आइपिओ खुला हुँदैछ पहिलो चरणको वैदेशिक कोटाको लागि। सो तपाईहरुले चाहिँ यो आइपिओ भर्ने कि नभर्ने के सोच्नु भएको छ कमेन्ट गर्नुहोला र जब यो पहिलो चरणको वैदेशिक कोटाको खुलेर बाँडफाँड भइसक्छ त्यसपछि चाहिँ भने सर्वसाधारणको लागि खुल्नेछ, सबैको लागि खुल्नेछ। बाँकी रहेको जति शेयर किता छ त्यति चाहिँ सर्वसाधारणको लागि खुला हुनेछ र त्यसैले तपाईहरु यो आइपिओ भर्न चाहनुहुन्छ भने चाहिँ आजैदेखि यो आइपिओ भर्नको लागि पैसा चाहिँ रेडी गरेर राख्नु होला। र अब यो कम्पनीको शेयर नेप्सेमा लिस्टिङ भएर कारोबारमा आउँदाखेरि पहिलो ओपनिङ प्राइस रेन्ज पहिलो कारोबार चाहिँ कतिमा हुन्छ त अब त्यो हेर्नेछौँ। यस कम्पनीको 7980 को नेटवर्थ भनेको 242.05 रुपैयाँ रहेको छ। त्यसैले यसको ओपनिङ प्राइस रेन्ज भनेको चाहिँ 242.05 देखि लिएर 726.15 तिर हुनेछ र म्याक्सिमम आइपिओहरुको ओपनिङ भनेको चाहिँ म्याक्सिमम रेन्जबाट हुने गर्छ। त्यसैले यसको पनि 726 तिर चाहिँ ओपनिङ हुन सक्छ तर यतिमै हुन्छ भने छैन, यो भन्दा घटीमा पनि हुनेछ। 242 देखि घटीमा चाहिँ हुँदैन, 242 देखि लिएर 726 को बीचमा चाहिँ यसको ओपनिङ हुनेछ। सो हेरौँ ओपनिङ कतिमा हुनेछ र 726 मा ओपनिङ भयो भने पनि सुरुमा ओपनिङ हुँदाखेरि नै चाहिँ हामीलाई थोरै घाटा नै लागेको हुन्छ किनभने हामीले 820.80 रुपैयाँले भरेको छौं। त्यसैले 726.15 म्याक्सिमम प्राइस रेन्जबाट नै ओपनिङ भए पनि सुरुमा ओपनिङ हुँदा चाहिँ घाटा नै लागेको देखिन्छ। तर आइपिओ खुलाएर कारोबारमा आइसकेपछि भने त्यसको डिमान्ड धेरै हुन्छ र आइपिओ पर्नेहरूले चाहिँ एकदम टाइट होल्ड गर्न सक्यो भने चाहिँ यो कम्पनीको शेयरको प्राइस बढ्दै जानेछ र त्यसरी बढ्दै गयो भने चाहिँ राम्रो फाइदा पनि दिन सक्छ। तपाईहरुसँग 41,040 रुपैयाँ आइपिओ भर्नको लागि छ भने भर्नु होला, तपाईहरु ढुक्क भएर भर्दा हुन्छ र 41,000 रुपैयाँ छैन भने चाहिँ अब अरु 1000 रुपैयाँमा भर्ने आइपिओहरु टन्नै खुल्दैछ, त्यो आइपिओ भर्न सक्नुहुनेछ। र अब सर्वसाधारणको लागि कहिलेदेखि खुल्दैछ र यो आइपिओ को बारेमा म तपाईहरुलाई थप अपडेटहरु आउँदो दिनहरुमा चाहिँ दिँदै जानेछु र यस्तै खाली आइपिओ सम्बन्धित नयाँ भिडियोहरु अपडेटहरु हेर्नको लागि चाहिँ मनी कुरालाई सब्स्क्राइब फलो चाहिँ गर्दै गर्नुहोला।